ल सबैजनालाई नमस्कार। यो चाहिँ पोल्यान्डको कतोबिजा भन्ने ठाउँ हो। आज चाहिँ घाम लागिरहेछ, आज आइतबार र यस्तो घाम परेर अब चाहिँ लगभग समय सकिएको थियो। ल भिडियो बनाउनु त आउँदैन मलाई। नेपालमा चाहिँ अब चुनावको माहौल चलिराखेको रहेछ। सबैजनालाई के भन्छ हौ केटा? सबैजनालाई सबैजना मिलेर चाहिँ राम्रो मान्छे चुनेर भोट हालिदिनुहोस्, नयाँलाई पालो दिनुहोस् भन्न चाहन्छु। हाम्रो भन्दा पनि राम्रो मान्छे छान्नु होला। सबैलाई शुभकामना। हामी अब परदेशमा, अब नेपालको अवस्था त्यस्तै छ, काम गर्नै पर्यो, परदेशिनु परिहाल्यो घर परिवारलाई छोडेर। अब राम्रो मान्छे छानिदिनु भयो भने त्यही पनि देश विकास हुन्छ कि नेपालमा कल कारखाना उद्योगहरू राम्रो भयो भने, नेपालको विकास भयो भने हामी पनि नेपाल फर्किन मिल्छ। यस्तै छ। हस्त नमस्ते। यो भिडियो चाहिँ अब मेरै मेमोरियलको लागि हो। यस्तो छ है, नजारा यस्तो छ। ल बोल त यार, मलाई बोल्न आउँदैन। मलाई चाहिँ कहाँ बोलाउँछ, मलाई देखाउनु पर्छ। त्यहाँ देखाउन त्यहाँ कुन देखाउँ त? हो यो चाहिँ के बिल्डिङ रहेछ? के हो? होटलहरू होला। के देखाउँ त है? हो त्यो चाहिँ नयाँ बन्न लागेको घर हो। यो घर भनेको अपार्टमेन्ट, अब जे भन्नु पनि तपाईँहरू बुझ्नुभयो। यो चाहिँ के रहेछ? मान्छे ढुङ्गा के होला?